नमस्कार सबैजनालाई। के हजुरहरू साउथ कोरिया पढ्न जाने सोचाइ बनाइरहनु भएको छ? कसरी जाने होला? के स्टेप्सहरू हुन्छ होला? डकुमेन्ट के लाग्छ? फाइनान्शियल के डकुमेन्ट्सहरू बनाउनु पर्ने हुन्छ? काम गर्न पाइन्छ कि पाइँदैन? कति कमाइ हुन्छ? भन्ने अनेकौं क्वेशन्सहरू छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि हजुरले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने आजै हजुरहरूले सब्स्क्राइब गर्नुहोला। हजुरहरूलाई क्वेशन हुन सक्छ, किन साउथ कोरिया जाने त? साउथ कोरिया अहिले रिसेन्टली विद्यार्थीहरूको लागि एउटा पपुलर स्टडी डेस्टिनेसन बनेको छ, किनभने साउथ कोरियामा क्वालिटी एजुकेसन प्रोभाइड हुन्छ। साउथ कोरियाका युनिभर्सिटिज कलेजहरू हाइली एक्रिडेटेड र ग्लोबल र्याङ्किङमा पनि उच्च स्थानमा भएका युनिभर्सिटिज कलेजहरू छन्। अर्को इम्पोर्टेन्ट फ्याक्टर भनेको एफोर्डेबिलिटी। अब विद्यार्थीहरूले अरू कन्ट्रीमा भन्दा साउथ कोरियामा एकदम सस्तोमा डिग्री हासिल गर्न पढ्न सक्छन् र साथै साउथ कोरिया विद्यार्थीहरूको लागि एकदम सेफ इन्भाइरोमेन्ट पनि छ र विद्यार्थीहरूले काम पनि गर्न पाउँछन्। अझ इम्पोर्टेन्ट चिज त विद्यार्थीहरूको लागि स्कलरसिपहरू पनि प्रोभाइड गर्छ। अब आइएल्सको स्कोर, एकाडेमिक स्कोर्सको आधारमा साउथ कोरियन युनिभर्सिटिज कलेजहरूले हजुरहरूलाई स्कलरसिप पनि प्रोभाइड गर्छ र साथै कोरिया अबको कल्चर पनि एकदम रिच छ। फर इक्जाम्पल के-पप कल्चरहरू छ हैन, स्लोली नेपालमा पनि यसको कल्चरको प्रभाव पर्दै गएको छ। त्यस्तै नै कोरियामा हजुरले डिग्री सकिसकेपछि पनि वर्क अपर्च्युनिटीहरू पनि धेरै छन्, जसले गर्दाखेरि साउथ कोरिया एज अ स्टडी डेस्टिनेसनको रूपमा राम्रो हुँदै गइरहेको छ र धेरै नेपाली विद्यार्थीहरूले मन पराउनु भएको छ। अर्को इम्पोर्टेन्ट क्वेशन्स र धेरैलाई कन्फ्युजन हुने भनेको भिजा टाइप। स्टुडेन्ट भिजामा जानको लागि चाहिँ साउथ कोरियामा कुन प्रकारको भिजाहरू छ त भनेर धेरै विद्यार्थीहरूलाई कन्फ्युजन हुन्छ। साउथ कोरियामा मेनली दुई प्रकारको भिजा हुन्छ। एउटा भनेको D2 भिजा भन्छ। D2 भिजा भनेको हजुरको डिग्री प्रोग्राम्सहरूको लागि, इक्जाम्पल ब्याचलर्स डिग्री, मास्टर्स डिग्री अथवा PhD को लागि जाँदै हुनुहुन्छ भने हजुरहरूले D2 भिजाको लागि एप्लाई गर्नुपर्ने हुन्छ। र यदि हजुरले कोरियन ल्याङ्ग्वेज पढ्न जाँदै हुनुहुन्छ अथवा नन एकाडेमिक डिग्री प्रोग्रामको लागि जाँदै हुनुहुन्छ भने हजुरहरूले D4 भिजाको लागि एप्लाई गर्नुपर्ने हुन्छ। अब यसमा तपाईको अर्को फ्याक्टर पनि हुन्छ। फर इक्जाम्पल यदि D2 भिजामा जाने हो भने सर्टेन रिक्वायरमेन्ट्सहरू छ र यदि त्यो रिक्वायरमेन्ट हजुरहरूले मिट गर्नु हुँदैन र हजुरलाई साउथ कोरिया जानुपर्ने छ भने हजुरहरूले D4 भिजामा पनि एप्लाई गर्न मिल्छ। त्यसमा चाहिँ अलिकति कम रिक्वायरमेन्ट हुन्छ D2 भिजाको भन्दाखेरि। D4 र D2 भिजामा बुझ्नुपर्ने अर्को इम्पोर्टेन्ट फ्याक्टर भनेको D2 भिजामा जाँदै हुनुहुन्छ, जस्तो कि हजुरहरू ब्याचलर्स पढ्न, मास्टर्स पढ्न अथवा PhD पढ्नको लागि जाँदै हुनुहुन्छ भने हजुरहरूले पार्ट टाइम जब गर्न पाउनुहुन्छ। ब्याचलर्स लेभलमा जाँदै हुनुहुन्छ भने 20 आवर्स पर विक, मास्टर्स अथवा PhD को लागि जाँदै हुनुहुन्छ भने 30 आवर्स पर विक ड्युरिङ सेमिस्टर काम गर्न पाउनुहुन्छ। र यदि भेकेसन छ, बिदा छ, अब सेमिस्टर ब्रेकहरू छ भने हजुरहरूले फुल टाइम काम गर्न पाउनुहुन्छ। तर यदि हजुरहरू D4 भिजामा जानुहुन्छ भने हजुरहरूले ल्याङ्ग्वेज पढ्न अथवा नन एकाडेमिक प्रोग्रामको लागि जाँदै हुनुहुन्छ भने हजुरहरूले 6 मन्थ्स पार्ट टाइम जब जुन D2 भिजाको विद्यार्थीहरूले पाउनुहुन्थ्यो त्यो हजुरहरूले पाउनु हुँदैन। है, हजुरहरूले 6 मन्थ्स एटलिस्ट ल्याङ्ग्वेज पढ्नुपर्ने हुन्छ। त्यसपछि बल्ल हजुरहरूले पार्ट टाइम जबको लागि एप्लाई गर्न मिल्छ। सुरुमा 1 वर्षको लागि ग्रान्ट गरेको हुन्छ, त्यसपछि हजुरहरूले त्यसलाई रिन्यू गर्ने अथवा एक्सटेन्ड गर्नुपर्ने हुन्छ। अब स्टडी ड्युरेसन कति छ त्यो अनुसारको हजुरहरूले पछि फेरि भिजा पाउनुहुन्छ। तर फर्स्ट चोटि इस्यु हुँदाखेरि 1 वर्षको भिजा आउँछ। त्यस्तै नै D4 भिजा 6 महिनादेखि 1 वर्षको अब कोर्स ड्युरेसन हेरेर हजुरहरूले भिजा इस्यु हुन्छ। मिनिमम 6 मन्थ्सको अथवा 1 वर्षको पनि कहिलेकाहीँ D4 भिजा इस्यु हुन्छ। अब अर्को इम्पोर्टेन्ट क्वेशन्स भनेको D4 मा जाने विद्यार्थीहरूको क्वेशन्स भनेको D2 मा कन्भर्ट गराउन मिल्छ कि मिल्दैन सर भनेर धेरैले सोध्नुहुन्छ। र D4 भिजालाई हजुरले D2 मा कन्भर्ट गर्न मिल्छ। हजुरहरूले सुरुमा ल्याङ्ग्वेज पढ्नु पर्यो र ल्याङ्ग्वेज पढेर भ्याइसकेपछि टोपिक लेभल 3 अथवा त्यो भन्दा बढीको त्यो ल्याङ्ग्वेजको इक्जाम हो, त्यो पास गर्नुपर्ने हुन्छ र हजुरले कुनै एउटा युनिभर्सिटी एप्लाई गरेर एकाडेमिक प्रोग्रामको लागि एप्लाई गरेर एक्सेप्टेन्स लेटर भयो भने हजुरहरूले D2 भिजामा कन्भर्ट गर्न मिल्छ। अब हजुरहरूले D2 र D4 भिजाको बारेमा बुझ्नुभयो। अब हजुरहरूले D2 र D4 मा एप्लाई गर्दाखेरिको इलिजिबिलिटी रिक्वायरमेन्ट के छ त? यदि हजुरहरूले अब युनिभर्सिटीमा ब्याचलर्स पढ्न अथवा मास्टर्स अथवा PhD गर्न खोज्दै हुनुहुन्छ भने त्यसको इलिजिबिलिटी क्राइटेरिया के हुन्छ त भन्दाखेरि यदि D2 भिजामा जाँदै हुनुहुन्छ भने अहिलेको रिसेन्ट रिक्वायरमेन्ट भनेको 3.2 GPA हुनुपर्छ। है, अब ब्याचलर्स प्रोग्रामको लागि जाँदै हुनुहुन्छ भने 3.2 GPA मिनिमम हुनु पर्यो। अब साउथ कोरियामा PTE डुओलिङ्गो एक्सेप्ट हुँदैन, त्यही भएर हजुरहरूले आइएल्स गर्नुपर्छ र आइएल्समा मिनिमम ओभरअल 5.5 हुनुपर्छ। है, अब मिनिमम 5.5 भएपछि हजुरहरूले एप्लाई गर्न मिल्यो। तर
हजुरहरूले यदि 5.5 भन्दा माथि लिएर आउनुहुन्छ 6, 7 अथवा 8 सम्म ल्याउनुहुन्छ भने हजुरहरूलाई स्कलरसिप अवेलेबल हुन्छ। अब मेनली स्कलरसिप चाहिँ हजुरहरूको IELTS को स्कोरको आधारमा दिने गर्छ कोरियन युनिभर्सिटिज एन्ड कलेजहरूले चाहिँ। त्यही भएर जति सक्दो धेरै स्कोर ल्याउने प्रयास गर्नु होला। अब यदि हजुरहरूको भने जति GPA छैन, सपोज हजुरहरूको GPA 3.2 भन्दा कम छ भने हजुरहरूले अब साउथ कोरिया नै जाने हो भन्नुहुन्छ भने D4 भिजामा जान मिल्यो। D4 भिजाको लागि 3.2 नै आउनुपर्छ भन्ने होइन, त्योभन्दा कमले पनि एप्लाई गर्न मिल्छ। हजुरहरूले D4 भिजामा एप्लाई गर्ने, सुरुमा ल्याङ्ग्वेज पढ्ने अनि टोपिक लेभल एक्जाम दिएर अनि कुनै युनिभर्सिटीमा एप्लाई गरेर एक्सेप्टेन्स लेटर भइसकेपछि फेरि D2 मा कन्भर्ट गर्न मिल्छ। तर सकभर D2 भिजामा गएको राम्रो नेपालबाट जाँदाखेरि चाहिँ। यो भिडियोमा हामीले D2 भिजाको बारेमा डिस्कस गर्नेछौँ। अब D2 भिजामा एप्लाई गर्ने सोच बनाइसक्नुभयो भने अबको स्टेप्सहरू के हुन्छ त? यो स्टेजेसहरूको चाहिँ फर्स्ट स्टेप भनेको एप्लिकेसन स्टेज हो। अब एप्लिकेसन स्टेजमा हजुरहरूले आफ्नो डकुमेन्ट्सहरू तयार गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल एकाडेमिक डकुमेन्ट्स बनाउनु पर्यो, अनि हजुरको IELTS को TRF चाहियो, पासपोर्ट चाहियो हैन, ब्यालेन्स सर्टिफिकेट चाहिन्छ, रिलेसनशिप सर्टिफिकेट पनि चाहिन्छ। रिलेसनशिप सर्टिफिकेट हजुरहरूले आफ्नो वार्ड अफिस, नजिकको वार्ड अफिसमा गएर रिलेसनशिप सर्टिफिकेटमा आफ्नो स्पोन्सरहरू को इन्कम देखाउँदै हुनुहुन्छ, प्रोपर्टी कसको देखाउँदै हुनुहुन्छ, उहाँहरूको स्पोन्सरको फोटो टाँसेर हजुरहरूले रिलेसनशिप सर्टिफिकेट बनाउनु पर्छ। र फोटो टाँस्नु भए जतिको हजुरले नागरिकताको ट्रान्सलेट पनि गर्नु पर्यो इङ्ग्लिसमा र नोटराइज पनि गर्नुपर्ने हुन्छ। र यो सबै चिजहरू एप्लिकेसन स्टेजमा चाहिन्छ। अब हजुरहरूले आफ्नो एकाडेमिक डकुमेन्टको फोटोकपी बनाएर अब ब्याचलर्स लेभलको लागि एप्लाई गर्दै हुनुहुन्छ भने +2 को ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन, 10 क्लासको ग्रेड सिट र हजुरहरूले पासिङ सर्टिफिकेटलाई फोटोकपी बनाएर लिगलाइजेसन गर्नुपर्ने हुन्छ। अब लिगलाइजेसन भनेको के हो भने हजुरहरूले काठमाडौँमा गएर 3 ठाउँबाट छाप लगाउनु पर्ने हुन्छ। पहिलो ठाउँ भनेको हजुरहरूको NEB बोर्ड, नेसनल एक्जामिनेसन बोर्डबाट छाप लगाउनु पर्यो। त्यसपछि मिनिस्ट्री अफ एजुकेसनबाट, शिक्षा मन्त्रालयबाट छाप लगाउनु पर्यो। र तेस्रो भनेको मिनिस्ट्री अफ फरेन एफेयर्सबाट पनि हजुरहरूले छाप लगाउनु पर्ने हुन्छ। यो छाप हानेर ल्याइसकेपछि यो पनि तपाईँको एप्लिकेसन स्टेजमै चाहिन्छ। अब यो सबै डकुमेन्ट्सहरू हजुरहरूले रेडी गरिसकेपछि अब आफ्नो कन्सल्टेन्सीलाई भनेर हजुरहरूले आफ्नो युनिभर्सिटी अथवा कलेज सिलेक्ट गर्न सक्नुहुन्छ र आफ्नो कुन प्रोग्रामको लागि जाने हो त्यो पनि निदो गर्न सक्नुहुन्छ। सबै युनिभर्सिटी सिलेक्ट भइसकेपछि, कोर्स पनि सिलेक्ट भइसकेपछि अब हजुरले एप्लाई गर्नुभएको कन्सल्टेन्सीबाट उहाँहरूले एप्लिकेसन सबमिट गरिदिनुहुन्छ र हजुरहरूको त्यो जुन लिगलाइज गर्नुभएको थियो एकाडेमिक डकुमेन्ट्सहरू त्यसलाई फेरि पनि हजुरहरूले साउथ कोरियन एम्बेसीमा गएर काउन्सिलर भेरिफिकेसन गर्नुपर्ने हुन्छ। अब यो चाहिँ कस्तो छ भने अब साउथ कोरियन युनिभर्सिटिज एन्ड कलेजहरूले अहिलेको स्थितिमा चाहिँ 30 जना विद्यार्थीहरू लिन सक्छ र यसलाई ग्रुप भेरिफिकेसन पनि भनिन्छ। र यदि हजुरहरू 30 स्टुडेन्ट्स भित्र पर्नुभयो भने हजुरहरूको कन्सल्टेन्सीले नै अब ग्रुप भेरिफिकेसन गरिदिनुहुन्छ, काउन्सिलर भेरिफिकेसन गरिदिनुहुन्छ। र यदि हजुरहरूले ढिलो गर्नुभयो अथवा कुनै कारणले त्यो 30 जना भित्र पर्नु भएन भने चाहिँ इन्डिभिजुअल अपोइन्टमेन्ट लिएर अब साउथ कोरियन एम्बेसीको अनलाइन वेबसाइटमा गएर अपोइन्टमेन्ट लिएर हजुरहरू आफैले काउन्सिलर भेरिफिकेसन गर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै डिफिकल्ट हुन्छ। अब काउन्सिलरको भेरिफाई गर्नको लागि अपोइन्टमेन्ट लिनको लागि एकदम गाह्रो हुन्छ, कहिलेकाहीँ डेटै पाइँदैन। अब कहिलेकाहीँ धेरै पैसा तिरेर एजेन्ट लगाएर गर्नुपर्ने हुन्छ, त्यही भएर डिफिकल्ट हुन्छ। त्यही भएर जतिसक्दो चाँडो आफ्नो डकुमेन्टहरू तयारी गरेर समयमै एप्लिकेसन सबमिट गर्नु होला, ताकि तपाईँहरू 30 स्टुडेन्ट्सभित्र पर्नुभयो भने तपाईँको ग्रुप भेरिफिकेसन सजिलै हुन्छ। अब नेक्स्ट स्टेपमा हजुरहरूको एप्लिकेसन सबमिट भइसकेपछि युनिभर्सिटीले एप्लिकेसन रिसिभ गर्छ र उनीहरूले एसेसमेन्ट इभ्यालुएट पनि गर्न थाल्छ र त्यही एसेसमेन्ट अन्तर्गत उनीहरूले इन्टरभ्यू पनि लिन सक्छ, कुनै रिटर्न इक्जाम पनि लिन सक्छ अथवा रेकर्डेड इन्टरभ्यू पनि गर्न सक्छ, जे पनि गर्न सक्छ। तर प्रायः जसोले चाहिँ अब इन्टरभ्यू लिने गर्छ। इन्टरभ्यू त्यति धेरै हार्ड हुँदैन। अब इन्टरभ्यूमा त्यही जेनरल क्वेसन्सहरू, इन्ट्रोडक्सन, हबिज, फ्यामिली मेम्बर्स, अनि वाइ यु वान्ट टु स्टडी इन साउथ कोरिया हैन, वाइ दिस युनिभर्सिटी, वाइ दिस कोर्स, अब यस्तै यस्तै जेनरल क्वेसन्सहरू सोध्छ। हजुरहरूले अब इङ्ग्लिसमा राम्रोसित दिनुभयो भने हजुरहरू पास हुनुहुन्छ है। अब कतिपय युनिभर्सिटिजहरूले चाहिँ इन्टरभ्यू लिने गर्छ र कतिपयले नलिकन पनि डाइरेक्ट अफर लेटर, इन्भोइसहरू सेन्ड गर्छ। अब हजुरहरूको एप्लिकेसन सक्सेसफुल भएपछि युनिभर्सिटी अथवा कलेजहरूलाई चाहिँ हजुरलाई अफर लेटर र इन्भोइस प्रोभाइड गर्नुहुन्छ। अब हजुरहरूको इन्भोइस आइसकेपछि चाहिँ
त्यसमा सबै डिटेल्सहरू ट्युसन फिज, होस्टेल, इन्स्योरेन्सदेखि लिएर सबै चिजहरू त्यसमा मेन्सन गरेको हुन्छ। र यदि हजुरहरू स्कलरसिपको लागि क्वालिफाई हुनुभएको छ भने स्कलरसिप पनि मेन्सन गरेका हुन्छ र हजुरले टोटल कति पे गर्नुपर्छ त भन्ने चिज त्यो इनभोइसमा मेन्सन गरेका हुन्छ। अब इनभोइस आइसकेपछि हजुरको नेक्स्ट स्टेप भनेको एनओसी एप्लाई गर्ने हो। अब कुनै पनि विद्यार्थीले विदेश पैसा पठाउनको लागि एनओसी चाहिन्छ र एनओसी चाहिँ हजुरहरूले अनलाइन एप्लाई गर्नुपर्ने हुन्छ है। अब एनओसी कसरी एप्लाई गर्ने होला भनेर सोचिरहनु भएको छ भने एनओसी कसरी एप्लाई गर्ने भनेर स्टेप बाई स्टेप प्रोसिजर देखाएर मैले एनओसी एप्लाई गर्ने भिडियो बनाइसकेको छु र मैले त्यो भिडियोको लिङ्क यो डिस्क्रिप्सन बक्समा हालिदिने छु। हजुरहरूले त्यसमा क्लिक गरेर हेर्नु होला र सजिलै आफ्नो एनओसी एप्लाई गर्नु होला। अब एनओसी एप्रुभ हुनको लागि अब 2-3 दिन लाग्छ। यदि हजुरहरूले एप्लाई गर्नुभएको युनिभर्सिटी अथवा कलेज इनकेस एनओसी पोर्टलमा छैन भने हजुरहरूले रिक्वेस्ट गर्नुपर्ने हुन्छ र त्यसमै रिक्वेस्ट गर्ने अप्सन्स पनि हुन्छ। त्यहाँ रिक्वेस्ट गरेर आफ्नो युनिभर्सिटी अथवा कलेजलाई लिस्ट गर्नु होला। त्यो लिस्ट भइसकेपछि चाहिँ हजुरहरूले सजिलै एनओसी एप्लाई गर्न सक्नुहुन्छ र यदि पहिले लिस्ट भइसकेको छ भने यो रिक्वेस्ट गर्नु परेन। र एनओसी हजुरहरूको अब 2 दिनदेखि 1 हप्तासम्म पनि लाग्छ कहिलेकाहीँ र एनओसी एप्रुभ भइसकेपछि हजुरले त्यो डाउनलोड गर्न मिल्छ। नत्र कतिपय केसमा वहीँ एनओसी अफिसमै गएर एप्रुभ गराउनु पर्ने हुन्छ है। एप्रुभ गराइसकेपछि डाउनलोड गर्न मिल्छ। अब हजुरहरूले एनओसी रिसिभ गरिसकेपछि अब कुनै पनि एउटा कमर्सियल ब्याङ्कमा गएर एनओसी लिएर जानु होला। इनभोइस, अफर लेटरहरू लिएर गएर त्यहाँबाट फी ट्रान्सफर गर्नु होला। अब ब्याङ्कले फी ट्रान्सफर गरिसकेपछि हजुरहरूलाई स्विफ्ट कपी दिन्छ। त्यो स्विफ्ट कपी हजुरहरूले रिसिभ गरिसकेपछि आफ्नो कन्सल्टेन्सीमा गएर सब्मिट गर्नु होला र उहाँहरूले युनिभर्सिटी अथवा कलेजलाई स्क्यान गरेर पठाइदिनु हुनेछ र त्यो युनिभर्सिटीले हजुरको स्विफ्ट कपी रिसिभ गरिसकेपछि कन्फर्म गरेर फी आइपुग्यो कि पुगेन उनीहरूले चेक गरेर कन्फर्म भइसकेपछि सिओए इस्यु गर्छ है। अब सर्टिफिकेट अफ एडमिसन अथवा लेटर अफ एक्सेप्टेन्स, अब हजुरले के भनेर बुझ्नुहुन्छ त्यो फाइनल लेटर भनौँ न, त्यो हजुरहरूलाई इस्यु हुन्छ। अब त्यो इस्यु भइसकेपछि बल्ल हजुरहरूले अब भिजा एप्लिकेसनको लागि तयारी गर्नु पर्यो। अब हजुरलाई भिजा एप्लिकेसन सबमिट गर्नको लागि चाहिने डकुमेन्टहरू सिओए, बिजनेस रजिस्ट्रेसन सर्टिफिकेट्सहरू सबै चिजहरू हजुरहरूलाई प्रोभाइड गर्नुहुन्छ। अब हजुरहरूको सबै त्यो डकुमेन्ट रिसिभ भइसकेपछि अब भिजा एप्लिकेसनको लागि चाहिने फाइनेन्सियल डकुमेन्ट्सहरू लगायत अरू डकुमेन्ट्सहरू तयार गर्नुपर्ने हुन्छ। हजुरहरूले सबसे इम्पोर्टेन्ट डकुमेन्ट बनाउनु पर्ने भनेको हजुरहरूको वार्ड अफिसबाट डकुमेन्ट बनाउनु पर्ने हुन्छ। जेनरली 7 वटा डकुमेन्ट बनाउनु पर्ने हुन्छ। पहिलो डकुमेन्ट भनेको रिलेसनसिप सर्टिफिकेट। अब हजुरको स्पोन्सर को हुनुहुन्छ उहाँहरूलाई इन्क्लुड गरेर हजुरले रिलेसनसिप सर्टिफिकेट बनाउनु पर्यो र हजुरको बर्थ भेरिफिकेसन पनि बनाउनु पर्ने हुन्छ। आफ्नो स्पोन्सरहरूको अकुपेसन भेरिफिकेसन, अब एड्रेस भेरिफिकेसन, एनुअल इन्कम सोर्सेस भेरिफिकेसन, अब हजुरको स्रोत के हो त इन्कम स्रोतहरू त्यसको पनि भेरिफाई गर्नुपर्ने हुन्छ र प्रोपर्टी भ्यालुएसन पनि गर्नुपर्ने हुन्छ। अब यदि कसैको तपाईँको अब नेम अथवा सरनेम बिग्रेको छ भने पनि भेरिफाई गर्नुपर्ने हुन्छ हजुरहरूले है। यो डकुमेन्टहरू हजुरहरूले बनाउनु पर्ने हुन्छ। अब इन्कमको डकुमेन्ट बनाउँदाखेरि हजुरहरूले अब टिपिकल्ली USD 20,000 भन्दा बढी बनाउनु पर्ने हुन्छ। अब USD 20,000 भन्दा बढी भनेको झन्डै 30 लाखको हाराहारीमा हजुरहरूले इन्कम देखाउनु पर्ने हुन्छ। 29-30 लाखको हाराहारीमा इन्कम देखाउनु पर्ने हुन्छ। यसको लागि चाहिँ हजुरले डिफ्रेन्ट इन्कम सोर्सेसहरूबाट देखाउन मिल्छ। जस्तो कि यदि कसैको स्यालेरी, बुवा अथवा मम्मी कसैको स्यालेरी देखाउँदै हुनुहुन्छ भने हजुरहरूले स्यालेरी सर्टिफिकेट चाहिन्छ। कम्पनी कुन कम्पनीमा काम गर्नुहुन्छ त्यो कम्पनीले स्यालेरी सर्टिफिकेट बनाइदिन्छ है। अब यदि हजुरहरूले बिजनेस इन्कम देखाउँदै हुनुहुन्छ भने बिजनेस रजिस्ट्रेसन चाहियो, प्यान चाहियो, अडिट रिपोर्टहरू चाहियो हैन। अब त्यसरी नै हजुरहरूले रेन्टल इन्कम, अब हाउस रेन्ट, ल्यान्ड लिज देखाउँदै हुनुहुन्छ भने अब हाउस रेन्ट एग्रिमेन्ट, ल्यान्ड लिज एग्रिमेन्टहरू चाहियो र लाल पूर्जा चाहियो हैन। अब यस्तै सपोर्टिङ डकुमेन्ट्सहरू हजुरहरूले प्रोभाइड गर्नुपर्ने हुन्छ आफ्नो इन्कम सोर्सेसहरूको। र साथै प्रोपर्टी भ्यालुएसनको लागि हजुरले कुन जग्गा अथवा कुन प्रोपर्टी देखाउनु भएको छ त्यसको लाल पूर्जाहरू पनि चाहिन्छ। यो त भयो तपाईँको इन्कमको डकुमेन्ट्सहरू भयो, वार्डबाट बनाउनु पर्ने डकुमेन्टहरू। साथै हजुरहरूले साउथ कोरियाको लागि चाहिँ ब्याङ्क ब्यालेन्स र ब्याङ्क स्टेटमेन्ट पनि देखाउनु पर्ने हुन्छ। अब हजुरको ब्याङ्क स्टेटमेन्ट 6 मन्थ्सको ब्याङ्क स्टेटमेन्ट चाहिन्छ है। अब राम्रो ट्रान्जेक्सन भइरहेको छ भने त भइ नै हाल्यो। त्यही पनि अब तपाईँको 6 महिना पुरानो चाहिँ हुनु पर्यो खाता। अब ट्रान्जेक्सन खासै भएको छैन, अलिअलि भएको छ भने पनि खासै त्यति धेरै फरक पर्दैन, तर एटलिस्ट पुरानो चाहिँ हुनु पर्यो है। 6 महिना पुरानो हुनु पर्यो। अब विगतमा हामीले विद्यार्थीहरूको 2-3 महिना भएको
खोलेको अकाउन्ट खोलेको भएको छ र त्यतिको स्टेटमेन्ट हाल्दा पनि भिजा आएको छ, तर त्यसरी रिस्क नलिनु होला। अब 6 मन्थ्स पुरानो खातामा बरु ट्रान्जेक्सन नभए नि केही फरक परेन, त्यसमा चाहिँ हुनु पर्यो। र तपाईँको लास्ट ब्यालेन्स सर्टिफिकेट इस्यु गर्ने बेलासम्म हजुरहरूको चाहिँ एटलिस्ट USD 20,000 भनेको त्यसमा पनि सेम त्यही 29-30 लाख जति ब्यालेन्स हुनु पर्यो। अब कसको नामको खाता देखाउने त भन्ने कुरो हुनसक्छ। अब मिल्छ भने हजुरहरूले आफ्नो बुवा अथवा मम्मीको ब्यालेन्स देखाउन सक्नुहुन्छ, ब्याङ्क स्टेटमेन्ट पनि देखाउन सक्नुहुन्छ। यदि बुवा मम्मीको नभएको कन्डिसनमा आफ्नै पनि देखाउन मिल्छ। यो त भयो सबै फाइनेन्सियल डकुमेन्ट्सहरू हजुरको। अब ब्यालेन्स सर्टिफिकेट, ब्याङ्क स्टेटमेन्ट र वार्ड कार्ड डकुमेन्ट्सहरूको कुरो गऱ्यौँ, हामीले छलफल गऱ्यौँ। यो बाहेकको हजुरले आफ्नो स्टेटमेन्ट अफ पर्पस SOP तयारी गर्नु पर्यो, कभर लेटर तयारी गर्नु पर्यो, फोटोहरू तयारी गर्नु पर्यो। अब अरू त्यही पहिलाको एकाडेमिक डकुमेन्ट्सहरू, IELTS को TRF, अब यो सबै डकुमेन्ट्सहरू तयार गर्नुपर्ने हुन्छ। अब यो सबै भिजाको लागि चाहिने डकुमेन्ट्सहरू हजुरहरूले तयार गरिसकेपछि अबको स्टेप भनेको भिजा सबमिसन स्टेज हो। यसमा पनि हजुरहरूको युनिभर्सिटी अथवा कलेजको चाहिँ कहिले छ त भिजा डेट, यो एम्बेसीले डिटरमाइन गर्छ र त्यो डिटरमाइन गरेर त्यो डेटमा गएर सबमिट गर्नुपर्ने हुन्छ। यो चाहिँ कस्तो केसमा भने अघि मैले काउन्सिलर भेरिफिकेसनको केसमा पनि भनेको थिएँ, यदि हजुरहरू 30 जना भित्र पर्नु भएको छ र ग्रुप भिजाको लागि हजुरहरू इलिजिबल हुनुहुन्छ भने हजुरको कन्सल्टेन्सीले चाहिँ 30 जनाको डकुमेन्ट सबै लिएर साउथ कोरियन एम्बेसीमा गएर सबमिट गरिदिनुहुन्छ। हजुरहरूले टेन्सन लिनु परेन। अब भिजा उहाँहरूले सबमिट गरिदिनुहुन्छ। र यदि हजुरहरू त्यो 30 जनामा पर्नु भएन र इन्डिभिजुअल गर्नु पर्यो भने फेरि पनि काउन्सिलरको लागि त एकचोटि अपोइन्टमेन्ट लिनै पर्यो यदि इन्डिभिजुअल गर्दै हुनुहुन्छ भने, र सेकेन्डचोटि पनि हजुरहरूले फेरि भिजाको लागि पनि अपोइन्टमेन्ट लिएर इन्डिभिजुअल अनि आफैले गएर सबमिट गर्नुपर्ने हुन्छ। यो चाहिँ अलिकति हेक्टिक हुन जान्छ। अब समयमा अपोइन्टमेन्ट पाइँदैन, अलिकति गाह्रो हुनसक्छ, तर असम्भवै त छैन। अब खोज्यो भने अपोइन्टमेन्ट पाइन सक्छ, तर सकभर ग्रुपमा पर्नुभयो भने एकदम सजिलो हुन जान्छ। अब हजुरहरूको भिजा एप्लिकेसन सबमिट भइसकेपछि अब अनलाइन मार्फत पनि हजुरहरूले ट्र्याक गर्न सक्नुहुन्छ आफ्नो भिजाको डिसिजनको स्ट्याटस के छ भनेर। अब जेनरली भिजाको डिसिजन आउनलाई 2 to 3 विक्स लाग्छ। अब कहिलेकाहीँ अलिकति धेरै पनि लाग्न सक्छ बिजी भएको केसमा चाहिँ। जेनरली 2 to 3 विक्स, 21 दिन 20-21 दिनमा चाहिँ हजुरहरूको भिजाको डिसिजन आउँछ। भिजाको डिसिजन हजुरको अनलाइनै आउँछ। हजुरले त्यसबाट हेर्न सक्नुहुन्छ हजुरको भिजा एप्रुभ भयो कि भएन भनेर, र हजुरले त्यहीँबाट भिजा डाउनलोड पनि गर्न सक्नुहुन्छ। अब साउथ कोरिया केसमा चाहिँ हजुरको पासपोर्टमै स्टिकर टाँसेर चाहिँ आउँदैन, अनलाइन भिजा हुन्छ। D2 चाहिँ त्यही डाउनलोड गरेर हजुरले त्यसको चाहिँ कपी लिएर जानुपर्ने हुन्छ साउथ कोरिया। अब हजुरहरूको भिजा आइसकेपछि अब नेक्स्ट स्टेप भनेको, अब यदि युनिभर्सिटीले हजुरहरूको होस्टेल एरेन्ज गरेको छ अथवा इनभोइसमा होस्टेलको पनि फी लिएको छ भने चाहिँ हजुरहरूले केही गर्नु परेन। यदि कुनै युनिभर्सिटीको चाहिँ होस्टेल हुँदैन त्यो केसमा हजुरहरूले आफ्नो कन्सल्टेन्सीलाई भनेर होस्टेल म्यानेज गर्नुपर्ने हुन्छ। र त्यसपछिको स्टेप भनेको हजुरहरूले एयर टिकट काट्नु पर्यो र एयर टिकट काटेर आफ्नो साथीहरूसँग नेपालबाट साउथ कोरिया जानु पर्यो। अब साउथ कोरिया गइसकेपछि हजुरहरूलाई इन्डक्सन अथवा ओरिएन्टेसन प्रोग्रामहरू हुन्छ। त्यसमा हजुरहरूले डे टु डे एक्टिभिटिजमा गर्नुपर्ने चिजहरू सबै चिजहरू सम्झाउनुहुन्छ। अब हजुरहरूलाई त्यो ओरिएन्टेसन प्रोग्राममा अनिवार्य रूपमा बस्नु होला, किनभने त्योमा बस्नुभयो भने तपाईँहरूलाई धेरै चिजको जानकारी हुन्छ, आफैलाई सजिलो हुने चिजहरू हो। त्यसपछि हजुरहरूको रेगुलर क्लासेसहरू, अब त्यहाँ रेजिस्ट्रेसनदेखि लिएर अरू गर्नुपर्ने प्रोसिजरहरू गरिसकेपछि रेगुलर सेसन स्टार्ट हुन्छ। र त्यो सेसन स्टार्ट भइसकेपछि हजुरहरूको अब कुनै युनिभर्सिटीको 2 दिनदेखि 3 दिन पढाइ हुन्छ भने कुनैको 4 दिन 5 दिन पनि पढाइ हुन जान्छ है। अब जेनरली प्रायः जसो युनिभर्सिटिजहरूको चाहिँ अब त्यही 2 देखि 3 दिन चाहिँ पढाइ हुन्छ। अरू समयमा अब आफैले प्र्याक्टिस गर्ने चिजहरू हुन्छ। अब अर्को क्वेसन भनेको विद्यार्थीहरूलाई धेरै यो डाउट लाग्ने भनेको जाने बित्तिकै काम गर्न पाइन्छ कि पाइँदैन भनेर पनि धेरै विद्यार्थीहरूले सोध्नुहुन्छ। अब जाने बित्तिकै हजुरहरूले काम गर्न पाउनु हुँदैन। इभन D2 मा गए पनि अब हजुरहरूको त्यहाँ रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ, इमिग्रेसनको फर्म भर्नु पर्यो, एलियन रेजिस्ट्रेसन सर्टिफिकेट ARC कार्डहरू बनाउनु पर्यो होइन। त्यसको लागि चाहिँ समय लाग्छ। अब त्यो समय हजुरले त्यो सबै डकुमेन्टहरू पाइसकेपछि चाहिँ हजुरहरूले त्यसपछि काम गर्न मिल्छ। अब अर्को धेरै डाउट विद्यार्थीहरूलाई हुने भनेको सर डिग्री सकेपछि चाहिँ फर्केर आउनुपर्छ कि त्यहीँ बस्न मिल्छ भनेर सोध्नुहुन्छ। अब साउथ कोरियामा हजुरले ग्रेजुएट भइसकेपछि डिग्री सकिसकेपछि D10 भनेको जब सिकिङ भिजामा हजुरले एप्लाई गर्न मिल्छ। अब त्यो चाहिँ हजुरको सुरुमा 6 मन्थ्सको लागि हुनसक्छ, त्यसलाई चाहिँ एक्सटेन्ड गरेर 2 इयर्ससम्म पनि प्रोभाइड हुन्छ, ग्रान्ट हुन्छ। अब हजुरले त्यो समयमा जब खोज्न सक्नुहुन्छ। अथवा हजुरले डाइरेक्ट अब कोही काम पाउनुभयो, जब अफरहरू पाउनुभयो भने E-सिरिज
को अब भिजाहरू भनेको वर्किङ भिजामा पनि कन्भर्ट गराउन मिल्छ। अब वर्किङ भिजा भइसकेपछि अब वर्किङ भिजाको कन्ट्र्याक्ट कति वर्षको छ त्यति वर्षसम्म त हजुरहरू स्वत बस्न पाउनुहुन्छ। यसरी हजुरहरूले आफ्नो अब कुन भिजामा एप्लाई गर्ने निर्णय गर्न सक्नुहुन्छ, D2 मा गर्ने अथवा D4 मा गर्ने, आफ्नो एलिजिबिलिटी एकचोटि चेक गरेर यो स्टेप्सहरू गरेर आफ्नो साउथ कोरियाको भिसा एप्लाई गर्न सक्नुहुन्छ। र यस्तै इम्पोर्टेन्ट भिडियोहरूको लागि चाहिँ हजुरहरूले यो च्यानललाई सब्सक्राइब गर्नुहोला। र यदि हजुरहरूलाई स्पेसिफिक कुनै सेक्सनमा डाउट छ भने हामीले साउथ कोरिया सिरिजको अब रिल्स जेनेरेट गर्छौँ र त्यो रिल्सहरू पनि हेर्न सक्नुहुन्छ। त्यसको सबै हामीले लिङ्क डिस्क्रिप्सन बक्समा हालिदिन्छौँ र हजुरले त्यो पर्टिकुलर रिलमा गएर त्यो सेक्सनको डिटेलमा बुझ्न सक्नुहुन्छ। अब यो भिडियो धेरै लामो भइसक्यो हुनाले अब यसमा हामीले धेरै छलफल गरेनौँ र आजको लागि यति नै। हस्त, धन्यवाद।